ल साथीहरु खेत सफा गर्दै म चाहिँ खेत सफा गरेर यस्तो झाडी थियो झार जति ल त्यहाँ थुपारी छु मल पनि हुन्छ होला पछि भनेर झार त्यहाँ ल थुपारी छु प्याजको बिउ जमाउने हो यतातिर त्यस्तो प्याजको बिउ छ यता पनि जमाउनु भनेको अनि यो चाहिँ सफा गर्दै छु मैले झाडीहरु यहाँ ट्र्याक्टर छ जोत्नको लागि यो मेरो हाते ट्र्याक्टर अनि झाडीहरु यस्तो च्यात्दै छु के गर्नु यस्तै छ हो साथीहरु झारसार च्यात्ने बस्ने झारहरु यस्तो च्यातेर राखेको छु कि पछि एक ठाउँमा राख्यो भने कुहिएर मल हुन्छ कि भनेको बोके झारको बिउ पनि हुन्छ होला हुनु त अरु बोके झार त फुलेको चाहिँ फाल्दै नफुलेको चाहिँ राख्नुपर्छ यसरी मेरो भाटाहरु छ टमाटर सानो भाटा टमाटर लाउनु छोड्दिएँ मैले जाडो भइसक्यो मौसमहरु जाडो भयो मौसमहरु झारहरु च्यात्दै छु के गर्ने यस्तै छ जिन्दगी गाउँले जिन्दगी विदेशमा जाउँ यही गरौँ भनेर गरेर के छैन बसेको 2-4 वर्ष भइसक्यो यही काम गर्दै तर उन्नति प्रगति भन्ने केही छैन खैलाई टुपी हल्लाई भन्दा कसैले प्याजको बिउ चाहियो भने चाहिँ सम्पर्क गर्नु होला हामीलाई भन्दा नि मलाई विनय त्रिवेणीतिर हुनुहुन्छ मोतीबिन्दु कलसरी नगरपालिकासम्म डेलिभरी हुन्छ त्यही हो भने 2-4 जना 2-4 घरको मान्छेलाई मिलेर फोन गर्नु अर्डर गर्नु हामीले पठाइदिन्छौँ है झाडीहरु चाहिँ यस्तो छ च्यातिरहेको यस्तो यस्तोलाई सफा गरेर यहाँ प्याजको बिउ भनेको हो हेरौँ कस्तो हुन्छ अवस्था गम्भीर छ यस्तो खालको झाडी पोहोर टमाटरहरु आउँथ्यो टमाटर लायो 300 रुपैयाँ क्यारेट टमाटरको भाउ हुन्छ 300 रुपैयाँ क्यारेट 20 रुपैयाँ 300 रुपैयाँ क्यारेटले कति रुपैयाँ पर्छ 20-22 किलो हुन्छ क्यारेटमा टमाटर 20-50 छ 15 रुपैयाँ किलो पनि 15 रुपैयाँ किलो भन्ने 15 रुपैयाँ किलो पनि पर्दैन 22 रुपैयाँ किलो टमाटर दिनुपर्ने त्यही भएर टमाटर नलाइदियो पनि दुःख धेरै हुन्छ टमाटरमा रोग लाग्छ दबाई हाल्नु पर्यो धेरै हुन्छ प्याजको बिउ जमाउने बदम बेच्ने भनेको गर्छौँ त्यही भएर ठाउँहरू सफा गर्दैछु यस्तो प्याजको बिउ यत्रो भइसकेको छ यता उता हिजो जमाएको नयाँ छ है यो ठाउँ चाहिँ धानको बिउरा राखेको त्यहाँ केही गर्थेन काउलीको बिरुवा जमाउनु भन्दा त्यो जमाउनु भनेको काउलीको बिरुवा जमाउन भन्दा यो पोखरी बनाउँछ भने त्यो पोखरी बनाएको पोखरी पनि गहिरो भएन यसलाई फेरि गहिरो बनाउनु पर्ने छ चैत वैशाखमा पानी सुकेपछि टट्टीको सानो पोखरी जस्तै ताकि पानी बाहिरबाट हाले पनि नसुकोस् कि यहाँ चाहिँ सुक्दैन नि त जति सुकै खडेरी लाए पनि यो पोखरी सानो पोखरी चाहिँ यताको चाहिँ ठुलो पोखरी चाहिँ सुक्छ होला तर यसलाई अब चैत वैशाख लगाएपछि सबै यतातिर सारेर घँगेहरू छ क्या घँगे र माछा हाल्ने भनेको त्यो सारेर चाहिँ यतातिर सारेर यो भत्काइदिएर बनाएको डिल भत्काइदिएर त्यो यस्तो बनाऊँ भन्ने सोच हो हेरौँ है साथीहरु समयले साथ दिएछ भने गर्नुपर्छ यो चैत वैशाखमा पानी सुक्छ कम हुन्छ घँगेहरू यता सार्ने अनि घँगेहरू सारेर त्यहाँ उस गर्ने माछा हाल्ने यहाँ चाहिँ एउटा खोर बनाउनु पर्ला बुङ्गुरको भनेको यहाँ बुङ्गुर खोर त्यहाँ माछा पोखरी यहाँको पानी त्यहाँ जान्छ दाना पनि हुन्छ सबै हुन्छ भन्ने सोच हो कि हेरौँ के हुन्छ यतातिरको जग्गा अर्कैको हो त्यो जग्गावालाले केही भनेन भने यति मात्रै हाम्रो सिधा र यति